परिवारको जाजरकोटका सडक खण्ड अन्तर्गत नलघाट नगरपालिका 10 र 11 को बिचमा रहेको आक्सु घाटमा आएको बाढीले त्यहाँ 5वटा घर बगाएको छ भने एउटा झुलुङ्गे पुल पूर्ण रूपमा बगाएको छ। उक्त पुल बग्दा जाजरकोट डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध हुनुको साथै स्थानीयवासीहरूले खोला वारपार गरेर आवत जावत समेत बन्द भएको छ। उक्त ठाउँमा नलघाट नगरपालिकाका नगर प्रमुख दम्ब रावत, उपप्रमुख देवका लामिछानेको संयोजनमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका अधिकारीहरू र पूर्वाधार विकास कार्यालय सरकारवाला निकायहरूले निरीक्षण गरेर पुनर्निर्माणको विषयमा छलफल भएको छ र छलफलपछि भत्किएका घरहरू प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालयले निर्माण गर्ने र अवरुद्ध सडकलाई तत्काल सुचारू गराउनको लागि फ्री कोरिडोर सडक योजनाले चाहिँ काम तत्काल अगाडि बढाउने सहमति भएको छ र नगरपालिकाले आज पीडितहरूलाई तत्काल पालिकाको तर्फबाट केही राहत सामग्री हस्तान्तरण गरेर तत्कालको लागि अभिभावकत्व प्रदान गरेको छ र आज अवरुद्ध भएको सडक भोलिसम्म सुचारू गर्ने तरिकाले काम भइरहेको नगर प्रमुख रावतले बताउनु भएको छ।